यो हप्ता चाहिँ रियल मड्रिडबाट भिनिसियस जुनियर अब जान्छ, आर्सेनल जाने कुरा भयो। धेरै 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 स्पेकुलेसन भयो अनि अहिलेसम्म कन्फर्म चाहिँ भएको छैन, बट स्टिल आर्सेनलको सबैजना कोचदेखि लिएर ओनरदेखि लिएर एभ्री वान वान्ट्स भिनिसियस जुनियर इन देयर क्लब। यो कुरा कसरी आयो एन्ड यो कुरा आउँदाखेरि अरू के कुरा भएको छ त्यो कुरालाई थोरै हेरौँ एन्ड we will see if Vinicius Junior will join Arsenal eventually. सबैभन्दा सुरुमा कुरा गर्दाखेरि चाहिँ क्रिस्टियानो रोनाल्डोको कुरा गरौँ। क्रिस्टियानो रोनाल्डो जब युभेन्टसको लागि रेकर्ड ब्रेकिङ ट्रान्सफरबाट गएको थियो त्यतिखेरको कुरा गर्दाखेरि क्रिस्टियानो रोनाल्डो वाज वान अफ द की प्लेयर, प्रोमिनेन्ट प्लेयर, त्यो अरा लिएर आउने प्लेयर इन द स्क्वाड, इन द ड्रेसिङ रुम, एन्ड दे लेट हिम गो टु युभेन्टस। त्यो पिकमा त्यो नुडल हेयरवाला क्रिस्टियानो रोनाल्डो भन्छन् नि जुन युभेन्टसमा गएको थियो, त्यो क्रिस्टियानो रोनाल्डोलाई उनीहरूलाई लेट गो गरेको थियो। त्यो भनेको एकदम रिस्की काम हो। बट एनदर एक्जाम्पल विल बी सर्जियो रामोस। सर्जियो रामोस जब उसको कन्ट्र्याक्ट सकिन आँटेको थियो एन्ड कन्ट्र्याक्ट एक्सटेन्सनको बारेमा कुरा हुँदै थियो नि, त्यतिखेर सर्जियो रामोसले 2 वर्षको कन्ट्र्याक्ट एक्सटेन्सन मागेको थियो, तर रियल मड्रिडले 1 वर्षको एक्सटेन्सन मात्र दिएको थियो, विच इभेन्चुअली लेड रामोस टु जोइन पिएसजी। पिएसजीमा मेसीसँग खेल्यो एन्ड प्रोबेबली द्याट इज हिज बेस्ट डिसिजन इन हिज लाइफ। बट अब कुरा गरौँ हामी यान डियामोन्डेको। यान डियामोन्डे आइभोरी कोस्टबाट यस्तो बबाल खेलाडी, लाइप्जिगबाट यस्तो खतरा खेलाडी, ड्रिब्लिङ जुन बुन्डेसलिगामा रेकर्ड बनाएको छ यसपालि, यसको बारेमा सबैजनालाई थाहा छ, सबैजना क्लियर छन् यो कुरामा। एन्ड यान डियामोन्डे इज कमिङ टु रियल मड्रिड। एकदम विङ्गर एगेन। वी क्यान टक अबाउट हिज पोजिसन, योबाट नि खेल्न सक्छ, त्योबाट नि खेल्न सक्छ, यहाँ पनि खेल्न सक्छ, त्यहाँ पनि खेल्न सक्छ, एकदम फ्लुएन्ट छ, जहाँबाट पनि खतरा मोरिनोको एकदम स्पेसियल वानको चोइस हो। बट द थिङ इज उनीहरूसँग अलरेडी भिनिसियस जुनियर थियो, बट दे स्टिल गट यान डियामोन्डे, प्रोबेबली बिकज दे वान्ट टु इन्भेस्ट अन यान डियामोन्डे। आई थिङ्क नट, किनभने जुन बेला क्रिस्टियानो रोनाल्डो, बेल, बेन्जिमा जुन खेलिरहेका थिए, क्रिस्टियानो रोनाल्डोले छोडिसके पछाडि भिनिसियस जुनियर वाज द वान प्लेयर 2021-22 एन्ड 23-24 को सिजनमा जब उनीहरूले च्याम्पियन लिग जितेका थिए नि, क्रेजी प्लेयर। त्यो प्लेयरलाई उनीहरू अब आर्सेनललाई जान दिँदैछन् भन्ने कुरा आइरहेको छ। इट इज नट कन्फर्म, सबैजनालाई चाहिएको छ उसलाई आर्सेनलमा, बट नथिङ इज कन्फर्म टिल नाउ। अब त्यस पछाडि अर्को कुरा गर्दाखेरि चाहिँ रोड्री इज कमिङ टु रियल मड्रिड, पोसिबली कमिङ टु रियल मड्रिड। अब सबैजनाको कुरा गर्दाखेरि कन्फर्मड प्रोबेबली नट रोड्रीको हिसाबमा, बट आई थिङ्क ही विल इभेन्चुअली कम टु रियल मड्रिड। एन्ड रियल मड्रिड र रोड्री एन्ड भिनिसियस र रोड्रीको राइभलरीको बारेमा सबैजनालाई थाहा छ। बेलोन डोर रोड्रीले जित्यो, अलिकति नै मिस गर्यो भिनिसियस जुनियरले, एन्ड रोड्री इज कमिङ टु रियल मड्रिड। आई डोन्ट थिङ्क यो दुईजना प्लेयर एउटै क्लबबाट खेल्नेवाला छन् कुनै पनि टाइममा, किनभने जुन तरिकाले उनीहरूको कन्ट्रोभर्सी पिक गरेको थियो, जुन तरिकाले उनीहरूको राइभलरी आएको थियो नि, आई डोन्ट थिङ्क इट इज नट पोसिबल टु प्ले त्यो दुईजना प्लेयर इन द सेम टिम। आई डोन्ट थिङ्क इट इज पोसिबल। तर मोरिनो आएको छ, मोरिनो द स्पेसल वान, गोट, एभ्रिथिङ। उसलाई जब ड्रेसिङ रुमबाट छोडेर ऊ जब फिल्डमा उत्रिन्छ, उसलाई कसैको पनि बाल लाग्दैन। एभ्री वान इज इनिमी। त्योभन्दा अगाडिसम्म सबैजना साथी हुन्, जब ऊ फिल्डमा उत्रिन्छ तब एभ्री वान इज एनिमी। यो उसैले भनेको कुरा हो। एन्ड भिनिसियस जुनियरको बारेमा उसको टिप्पणी पनि खतरै थियो। लास्ट सिजन जब रियल मड्रिड र बेन्फिकाको गेम भएको थियो च्याम्पियन लिगमा, त्यतिखेर उसले एकदम कन्ट्रोभर्सियल टेक लिएको थियो भिनिसियस जुनियरलाई लिएर। जति बेला कन्ट्रोभर्सी हुन्छ त्यहाँनिर सुरुमा किन भिनिसियस जुनियर हुन्छ, किनभने त्यहाँनिर यति धेरै खेलाडीहरू छन् होइन, दे रेसियल्ली अब्युज गर्छन् भिनिसियस जुनियरलाई, तर अरू पनि त खेलाडी छन् नि, तिनीहरूलाई चाहिँ किन गर्दैनन् त? किनकि भिनिसियस जुनियरको एटिट्युड राम्रो छैन भनेर उसले एउटा कन्ट्रोभर्सियल स्टेटमेन्ट दिएको थियो। एन्ड यो कुरा पछाडि रियल मड्रिडको सपोर्टर, फ्यानहरू सबैजना सेड ओके
दिस इज द एन्ड बिट्विन मोरिनो एन्ड रियल म्याड्रिड। यति बेला यति धेरै सपोर्ट पाएको थियो भिनिसियस जुनियरले एन्ड मोरिनोलाई यति धेरै हेट गएको थियो त्यतिखेर। फेयर इनफ हेट जानु पनि पर्ने थियो, किनभने दे कान्ट नर्मलाइज एनिथिङ वाट एभर ह्यापनिङ इन द फुटबल, आउटसाइड द फुटबल हुन्छ नि, रेसियल एब्युज एन्ड थिङ्स लाइक द्याट। बट नाउ थिङ हेज टर्न एन्ड मोरिनो is the coach of Real Madrid and Vinicius is leaving Arsenal। अब योबाट थोरै एउटा निकालौँ न थोरै, होइन के छ र, गफ त गर्ने हो। यति सबै भइसके पछाडि डु यु थिङ्क Vinicius Junior रियल म्याड्रिडमा पस्छ? डु यु थिङ्क? पर्सनल भ्यू आई थिङ्क Vinicius Junior इफ रियल म्याड्रिडमा बस्यो भने रियल म्याड्रिड विल बी मोर इन्भिन्सिबल, दे विल प्रोबेबली विन मोर ट्रफिज, अथवा ट्रफीको धेरै नजिकसम्म क्लोजसम्म पुग्न सक्छ भिनिसियस जुनियर हुँदाखेरि। बट इफ रियल म्याड्रिडबाट भिनिसियस जुनियर आउट भयो भने विल द्याट इफेक्ट रियल म्याड्रिड? यो कुरा पनि त हेर्नु पऱ्यो नि त। आई डोन्ट थिङ्क सो। दे गट एम्बापे, यान डियामोन्डे एन्ड यो पालिको होल सिजन, यो पालिको वर्ल्ड कपमा एन्ड यो ट्रान्सफर विन्डोमा दे अलरेडी हेभ साइन्ड 7 प्लेयर्स। अब 4 जना खेलाडी हाल्यो भने नि एउटा किपर सहित दे विल गेट होल स्टार्टिङ 11। अनि उनीहरूको टिममा को छ थाहा छ? वेलबर्डे, कामाविङ्गा, चुआमेनी, कोर्तुवा, एम्बापे, रोड्रिगो, एन्ड्रिक। जति पनि प्लेयरको नाम भनेको छु नि मैले, एन्ड छुटाउनै नहुने, बेलिङहम, जति पनि प्लेयर छन् नि, यो प्लेयर प्लस यो साइन गरेको प्लेयरहरू कहाँ खेल्छन् क्या अब रियल म्याड्रिडमा? बट इज इट फेयर? डु यु टेक भिनिसियस जुनियर टु बार्सिलोना? क्रेजी, सुन्दैखेरि कस्तो अनकम्फर्टेबल हुन्छ क्या म चाहिँ। देयर आर अ लट अफ फ्यान्स, बार्सिलोनाको फ्यान्सहरू जसलाई चाहिँ भिनिसियस जुनियर एकदम मनपर्छ, नट बिकज अफ वाट हि इज आउटसाइड अफ द पिच, मिडियामा एन्ड एभ्रिथिङ, बट वाट हि इज अन द पिच, जुन अन पिच उसले गेम लिएर आउँछ नि, त्यो कुरामा भनेको मैले। बट यो फिजिबल पनि छैन। एन्ड जति पनि कुरा गऱ्यौँ हामीले, रोड्रिगो, क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस, यान डियामोन्डे पनि आएको छ, अनि एम्बापे पनि छ। दिस इज द एन्ड, दिस इज द एन्ड। Vinicius to Arsenal, I think यो हुनेवालै छ। एन्ड अ लट अफ मनी, यति धेरै मनी कि he could be the expensive player in प्रिमियर लिगको हिस्ट्री एन्ड इन द फुटबल हिस्ट्री हुनेवाला छ यो। 1-2 दिन पर्ख्यौँ एन्ड हेरविगो आउँछ फाब्रिजोको। I'll see you in next video. Thank you for watching. एन्ड भिनिसियस जुनियर कहाँ जानेवाला छ एन्ड रियल म्याड्रिडको यो सबै ट्रान्सफर विन्डोलाई लिएर के कमेन्ट छ भने कमेन्ट गरिदिनु होला। एन्ड I'll see you in next video. Thank you very much for watching.